साथीहरू अहिले चाहिँ हामी CRM को कोड सेक्सनमा छौँ र यो सेक्सनको इन्फर्मेसन पनि हामी यहाँ PDF मा क्लिक गरिसकेपछि डाउनलोड गर्न सक्छौँ, यहाँ प्रिन्ट गर्न सक्छौँ र CSV फर्मेटमा पनि डाउनलोड गर्न सक्छौँ। र यहाँबाट सपोज द्याट हामीलाई कुनै नयाँ कोड क्रिएट गर्नु छ भने हामी सिम्पली यहाँ क्रिएटमा क्लिक गर्छौँ। त्यसपछि यहाँ चाहिँ आइटमको नाम, क्वान्टिटी, रेट, ट्याक्स सबै कुराहरू फिल गरिसकेपछि अनि एडिसनल नोट र यहाँ प्रपोजल डिटेल फिल गरिसकेपछि र यहाँ पेमेन्ट मेथड, पेमेन्ट टर्म्स सबै सेट गरिसकेपछि यहाँ जेनेरेट कोडमा क्लिक गरेर हामी चाहिँ एउटा नयाँ कोड यहाँ क्रिएट गर्न सक्छौँ। र यहाँ अझै र चाहिन्छ भने चाहिँ तपाईँ यहाँ एड रमा क्लिक गरिसकेपछि एउटा नयाँ र क्रिएट गर्न सक्नुहुन्छ। जस्तै कि अहिले म क्लिक गरेँ, यहाँ नयाँ र क्रिएट भयो, फेरि हामी यहाँ क्लिक गर्छौँ, नयाँ र क्रिएट भयो।